Hello everyone, welcome back to my channel. It's me Melina. Today is day 2 of our Gosaikunda trek in the Langtang region of Nepal. After a warm breakfast in the morning, we started our journey again. On the way, we visit a beautiful Buddhist Gompa at Chandanbari, but the day became ever more exciting because snow started falling while we were trekking towards Lori Vinayak, and on the way Gosaikunda was till the end. यो चाहिँ हाम्रो ब्रेकफास्ट आजको वेदर एकदम क्लियर छ बाहिर चाहिँ मजाले लागिरहेछ यहाँ चाहिँ यो होटलमा बस्ने ठाउँको के कति पर्छ खानेकुरा रुमहरूको लेख्दैछ बिहान हिँड्ने बित्तिकै उकालो थियो अब चाहिँ अलिअलि तेर्छ बाटोमा चाहिँ यहाँ यसरी डोकोहरू डस्टबिनको रूपमा राखिदिएको छ फोहोर चाहिँ बाहिरै छ बल्ल तेर्सो आयो यो चाहिँ यस्तो छ वेदर क्लियर छैन मर्निङमा थियो यता चाहिँ अहिले यस्तो भएको छ वेलकम टु चन्दनबारी हामीलाई चाहिँ तलबाट यहाँ आउनु 45 मिनट जति लाग्यो यहाँ चाहिँ टन्नै होटलहरू रहेछ एनर्जी ड्रिङ्क उकालो चढ्नको लागि चिज फ्याक्ट्री पनि रहेछ ए मैले उता भर्खर नाम देखेँ पछि आउँदा जाऊँ होला है इफ रहेछ भने थोरै लिएर जाने हो यहाँ चन्दनबारीमा चाहिँ 7-8वटा होटल रहेछ अनि अबको बाटो चाहिँ इफ यो पोल गाडीको बाटो हुने गयो भने तेर्सो छ जस्तो लाग्यो यहाँ नर्मल्ली रोडको छेउछाउमा पोलहरू छ यहाँ चाहिँ लाइन माथिसम्मै रहेछ यहाँ चाहिँ गुम्बा पनि रहेछ एउटा गुम्बाको नाम चाहिँ कुञ्च सुमला च्या ओछालो रहेछ यहाँ चाहिँ यसको बारेमा नि रहेछ I will tell you later about this. बिहान हामी यहाँबाट हिँडेको यहाँ आइपुग्यो यस्तो मजाले हिमाल देखिन थाल्यो नि यहाँनिर अलिकति मात्रै अनि यस्तो छ बाटो तेर्सो हिजोको यस्तो उकालो चाहिँ छैन तेर्सो पनि अनि जङ्गलको मेबी थोरै भए पनि राम्रो चाहिँ लाग्यो है पुरै नगरौँ जङ्गल सकिन लाग्यो होइन भ्यू त्यस्तो राम्रो नभए नि यस्तो राम्रो छ ट्रेलमा यस्तो सानो फ्लावर कस्तो मजाले देख्ने रहेछ कहीँ छ अलिअलि मलाई चाहिँ एकदम मनपर्छ यस्तो फ्लावरहरू ट्रेल चाहिँ यस्तो छ
आज चाहिँ वेदर चाहिँ त्यस्तो हिमालहरू देख्ने गरी क्लियर छैन, बट घाम लागिरहेछ, ठिकै छ, अलिअलि गर्मी पनि छ। मङ्गलको बाटो बिहानै चाहिँ उकालो थियो, हाफ एन आवर, त्यसपछि अहिले चाहिँ 1300 छ। जमब्रम बिस्तारै बिस्तारै चाहिँ अहिले यहाँ आइपुग्यौँ। अब यहाँ एकछिन रेस्ट गर्ने, हाम्रो स्न्याक्स खाने अनि जाने। अबको बाटो पनि तेर्सै छ जस्तो छ, थाहा छ? तेर्सै छ जस्तो छ। यस्तो दामी छ बाटो। डेली मर्निङमा नि इभिनिङमा नि यस्तो छ भ्यू चाहिँ। धर्मद्वार वे टु धुन्चे 6 घन्टा, यहाँबाट 8 किलोमिटर। अनि यहाँ अगाडि चाहिँ आर्मीको ब्यारेक रहेछ है। अनि अब 7 किलोमिटर बाँकी भयो। अहिले चाहिँ हामी 3507 मिटरको एलिभेसनमा आइपुग्यौँ। बाटो यस्तो छ, हिँड्दा भ्यू चाहिँ यस्तो छ है। वाउ, यस्तो मजाले देखिरहेछ, जसले माउन्टेन देखिरहेछ। वाउ, यतातिरको चाहिँ माउन्टेन कुन कुन देख्छ नि थाहा छैन, मेबी लाङटाङ रिजनमा भएर चाहिँ अभियसली लाङटाङतिरको माउन्टेनहरू नै पर्छ। बट मेन चाहिँ बाटो यस्तो छ। वी आर ह्याप्पी। यो चाहिँ यसरी डस्टबिन छ, अनि तलको भन्दा धेरै चाहिँ डस्टबिनमै फोहोरहरू छ। त्यस्तो बाटोमा चाहिँ फालेको छैन, अलिअलि चाहिँ फालेको छ, तर तलहरू चाहिँ अलिक कम रहेछ, डस्टबिनमै हालेको रहेछ। सो दिस इज ट्रेल। यहाँ चाहिँ आइस पनि जमेछ, पानी जमेर आइस भएछ। लाङटाङ सेकेन्ड थर्ड कुन कुन रहेछ यो चाहिँ। हिजो अस्ति परेको हिउँ पनि अलिअलि भेटिन थाल्यो। अस्ति कहिले गोसाइकुण्डमा परेको थियो अरे। आई होप आज पनि परिदियो हुन्थ्यो। यहाँ तल चाहिँ पुरै खोलै जमेछ, खोला हो या के हो, तर पुरै जमेर पुरै आइस भएको छ, सेतो होइन। यस्तो दामी छ ट्रेल, कहीँ भाइब डिफ्रेन्ट खालको जस्तो आइरहेछ। यो 1300 बाटो चाहिँ हुन्छ नि त तलदेखिको। मलाई चाहिँ चुम्बाली हो त्यो फर्स्ट लोकपा कि के भिलेज जानेवालाको भाइब आइरहेछ। यस्तै छ। लाङटाङबाट आयो भने चाहिँ यही ठाउँमा आएर जोइन हुँदो रहेछ। यहाँबाट ठुलो स्याप्रो जान 7.5 किलोमिटर। यो ठाउँको नाम चाहिँ के हो? चोलाङपट्टी पाटी यो रहेछ। हामी जाने अब चाहिँ उकालो। यहाँ नि 2-3टा होटलहरू रहेछ। यहाँ चेकपोस्ट रहेछ नि त। चो होइन, चेलाङपाटी रहेछ। चेलाङपाटी चाहिँ सरी चोलाङपाटी। यो चाहिँ हाम्रो खाना लन्च। हामी चाहिँ 12 बज्यो निस्केको। अब खाजा खाएर, खाजा खाना पनि खाजा दुइटै भनौँ। अब चाहिँ उकालो लौरी विनायकको उकालो छ अरे। हिमालहरू पनि चेक्यो। यहाँ चाहिँ बाटो यता भनेर देखाएको छ, हिँड्ने बाटो चाहिँ यता देखिरहेछ हो त।
हामी चाहिँ यताबाट गयौँ, घोडा पनि यतैबाट गइरहेछ बिचरा घोडाहरू। चोलाङपाटीबाट माथि लागेपछि चाहिँ यस्तो प्लास्टर भन्नाले नि यसरी सिमेन्ट गरेको रहेछ ट्रेलहरू। यहाँ चाहिँ नेपाल आर्मीले गोसाइकुण्ड दर्शन गर्न आउने मान्छेहरूको लागि 2.58 किमी लामो रेलिङ अनि प्रवेश गर्ने चोलाङपाटीमा 40/20 फिटको विश्राम स्थल अनि बुद्ध मन्दिर बनाएको रहेछ। त्यसको लागि यो चाहिँ सम्मान स्वरूप राखेको होला। अनि यहाँनिर चाहिँ बाटो 2-3टा भयो भने के छ भने इजी यो बिजुलीको पोलहरू छन्, यसलाई फलो गर्दै गयो भने यही रहेछ क्या, ट्रेलको साइडमा पोलहरू छ। इट्स इजी, कन्फ्युज नै हुँदैन। माथि आएपछिको भ्यू चाहिँ यस्तो छ, ट्रेल यस्तो छ। हामी यहाँ छौँ, हिजो मतलब अघि आइरहेको रोडहरू देखिरहेको छ। हिजो हामी कहाँ गयो, यो ठाउँमा बसे जस्तो लाग्छ। यो घुन्सा के थियो, यहाँ चाहिँ यत्रो टाढो लागि अझै जानुपर्ने छ। चाहिँ यस्तो तल भनेको 2.58 किलोमिटरको रेलिङ चाहिँ यहाँबाट स्टार्ट हुँदो रहेछ। यस्तो रहेछ रेलिङको बाटो चाहिँ। यहाँनिर नि वेदर स्टेसन रहेछ। हामी नेक्स्ट प्लेस पुग्न लाग्यौँ। यसको नाम चाहिँ के हो मलाई थाहा छैन, गएर हेर्नै पर्छ। तलबाट यहाँ लोरपिना पुग्न हामीलाई 1 hour 20 minute लाग्यो भने अझै। अब यहाँबाट चाहिँ उकालो सिडीवाला स्टार्ट हुन्छ जस्तो छ। यस्तो छ वेदर। हामी त्यहाँ तलबाट हिँडेको यस्तो हुँदै थियो। तलबाट चाहिँ प्रपर भर्याङको तेर्सोस फर्स्टमा, अलि माथि गएर चाहिँ उकालो रहेछ, सुरु भयो। लेट्स गो। यहाँ चाहिँ लेट मिस्टर मिन्दुल तामाङ, पायनर अफ हस्पिटालिटी एन्ड टुरिज्म इन्डस्ट्री गोसाइकुण्ड सिन्स 1985 देखिको रहेछ। अनि यहाँनिर चाहिँ लोरपिनाको उकालो हाते टुप्पोसम्म पुग्नुपर्ने रहेछ, घुमाउरो टाइपको। हामीलाई कति लाग्ने हो हेरौँ। यतातिर चाहिँ एकैछिनमा वेदर पुग्रिँदो रहेछ। अघि क्लियर नै थियो, देखिरहेको थियो, अहिले यस्तो भइसक्यो एकैछिनमा। लोरपिनाको उकालो बाटो चाहिँ मतलब प्रपर ट्रेल चाहिँ छैन, यस्तो छ। खासै उकालो चाहिँ लागेन मलाई, यस्तो गिटीवाला उकालो रहेछ। ओह्रालो झर्न चाहिँ खुट्टा चल्दा नि सजिलै बाई चान्स। उता घाम लागिरहेछ, यता नि लागिरहेको चाहिँ। पछि अलिक तलबाट देखेको यो फ्ल्यागवाला ठाउँ पनि आइपुग्न लाग्यो। एकदम हावा चलिरहेछ। यहाँबाट यो उकालो सकेर ठ्याक्क बुद्ध मन्दिर आउन हामीलाई 1 hour 15 minute लाग्यो। यस्तो रहेछ बुद्ध मन्दिर। अझै अलिअलि उकालै रहेछ। यहाँ चाहिँ दिउँसो भएर चाहिँ एकदम मान्छे नै उडाउने टाइपको हावा लाग्दो रहेछ, चिसो। तर त्यस्तो उकालो चाहिँ लागेन है मलाई चाहिँ। ओए कस्तो लाग्यो है उकालो? साँच्ची ठिकै। ओके। यहाँ चाहिँ पुरै छोप्या थियो। अहिले चाहिँ यस्तो छ है, को बाटो चाहिँ यस्तो देखिन्छ।
पोललाई फलो गर्ने भने चाहिँ अब चाहिँ अलिक उकालो छ जस्तो छ। वेलकम टु गोसाइकुण्ड बुद्ध मन्दिर 4165 मिटर यस्तो छ। भित्र आएपछि चाहिँ अलिअलि तेर्सो बाटो रहेछ। अस्तिको स्नोफल भएको स्नो पनि यस्तो मजाले रहेछ। अब चाहिँ अलिकति तेर्सो अनि उकालो छ अरे एउटा ठाडो भन्ने सुनेको थिएँ। लेट्स सी कस्तो रहेछ। चाहिँ अलिकति तेर्सो रहेछ। यहाँ माथि उकालो उकालो यो ढुङ्गाबाट चाहिँ बाटो कता छ? पोल यता छ, यता गइरहेछ। त्यहाँनिर चाहिँ थाहा भएन। यहाँ लेक जस्तो रहेछ स्नो मेल्टिङ भएर बनेको। अब जाम यहाँसम्म। ढुङ्गामा चाहिँ डिस्पोज द गार्बेज इन के लेख्या हो बुझेन त। प्रपर वे हेल्प टु किप द ट्रेकिङ रुट क्लिन। लाङटाङ नेसनल पार्क। ओके यहाँबाट दुईवटा बाटो रहेछ। यो चाहिँ रेलिङ हालेको, यो वाला चाहिँ हालेर रहेछ। तल ओह्रालो झर्नु पर्दैन रहेछ यहाँबाट गएर। यहाँ पुगेर चाहिँ ओह्रालो झर्नुपर्छ अलिकति। जो आउँदा चाहिँ यस्तो देखिरहेछ बुद्ध मन्दिरबाट ठाउँ। अब यस्तो छ यहाँबाट अलिकति ओह्रालो रे। हेरौँ कस्तो छ। माउन्टेन पनि देखिरहेछ अहिले चाहिँ अलिअलि भए पनि। अब चाहिँ यस्तो तेर्सो बाटो आयो। ठ्याक्क यसको पारिपट्टि हेर्दाखेरि के देख्यो भने यहाँनिर बाटै छ, ट्रेल जस्तै छ। मेबी कहीँ जाने ट्रेल हो या कहीँबाट अर्को रुट छ कि भैरवकुण्ड आउने। सरी भैरवकुण्ड र गोसाइकुण्ड आउने। यहाँनिर चाहिँ एउटा लेक जस्तो बनाएर रहेछ यहाँ उ भएर होला। अनि अब चाहिँ यस्तो सानो उकालोहरू रहेछ। आई थिङ्क वी आर रिच। यस्तो छ पछाडि चाहिँ यहाँबाट उकालो स्टार्ट हुने रहेछ यहाँसम्म। त्यसपछि ओह्रालो ओह्रालो यहाँनिर देखियो गोसाइकुण्ड फाइनली। हाफ एन आवर मेबी। ओके लेट्स गो। उकालो अब उकालो पुगेर मात्र फोन हेरौँ होला। तल बाटोबाट आयो भने यसरी तल तल जाने ट्रेल पनि रहेछ। अनि यहाँनिर ढुङ्गा के खतरा रहेछ भने यो उकालो चाहिँ यहाँसम्म हो है। ट्याक्क उकालो सकेपछि चाहिँ मन्दिर छ। अनि यहाँबाट लेक देखिन्छ। मेबी यो चाहिँ भैरवकुण्ड होला। किनभने हामीले हेरेको लोकेसन म्याप अनुसार चाहिँ गोसाइकुण्डको तलपट्टि थियो। यहाँबाट अलिकति ओह्रालो, त्यसपछि हल्का तेर्सोवाला उकालो यहाँसम्म। लेट्स गो। अलिअलि हिउँ पर्न थाल्यो। यहाँ चाहिँ एकदम यस्तो ढुङ्गाको बाटो रहेछ। अब अलिकति 5 मिनट जस्तो यस्तो भइसक्यो ढुक्कैसँग। सक्दासम्म बाक्लै हिउँ पर्यो। वेलकम टु गोसाइकुण्ड 4380 मिटर फ्रम सी लेभल। सो हाम्रो बिहान यत्तिको हिउँ भयो। वेलकम टु मी। वेलकम टु गोसाइकुण्ड। कस्तो भइरहेछ फर्स्ट स्नोफल एक्सपिरियन्स? अरू ठिक छ है। एक्सपिरियन्स दामी भइरहेछ नि। वेलकम टु गोसाइकुण्ड। अलिअलि देखिरहेछ। अब अहिले एकछिनमा यहाँ चाहिँ यस्तो बिजोग छ है। रुम नपाएर अर्को होटलमा जानु नपाउने रे। म्याट्रेस नै छैन। यस्तो म्याटमा सुत्नुपर्ने अवस्था छ। इभिनिङ हालत त्यस्तो छ यहाँ। यस्तो मजाले हिउँ परिरहेछ। यत्रो भएछ। अघि नै एकदिन चाहिँ बाक्लो परेको थियो। यस्तो छ। लास्टमा यस्तो पाइयो। यस्तो छ हालत। एक्सक्युज मी कस्तो भयो फर्स्ट
फर्स्ट एक्सपिरियन्स कस्तो भयो रे यहाँ बस्नु पर्दा साँच्ची हो साँच्ची 100%. यो मन्दिर चाहिँ महादेवको मन्दिर यहाँ पनि पूजा गर्यौँ अब पानी जमेर यस्तो भयो यो चाहिँ हाम्रो Don't forget to like, comment and subscribe for more trekking adventure in the Himalayas. Thank you for watching.